जय मेसी फ्याफुल्लो नमस्ते गाइज। आज चाहिँ हामी गर्मी भएको कारण चाहिँ हामी आमा छोरा भेटारतिर लाग्यौँ अनि हामी आमा छोरा सल्लाह भेटारतिर हिँड्यौँ। अनि यहाँदेखि पर आँपगाछी आउँछ, आँपगाछीमा हामी सानसानो पौडी खेल्न आउँथ्यौँ। अझ हाम्रो मेरो घरको साम्पाङले त्यहाँ हामीलाई पानी मैलो हुन्छ भन्ने कारणले त्यहाँ सेक्युरिटी राखेर जान दिँदैन। त्यतिखेर हामी गयौँ, सनसेटहरू कति भइरहेको थियो, रमाइलो लाग्यो। आमा छोरा हामी गफ गर्दै गयौँ। अनि त्यतिमा जाँदाखेरि बाटोमा टेम्पोमा हामीले 6 जना मान्छे देख्यौँ। अनि मलाई लाग्छ ट्राफिक नियम भन्दा पनि आफ्नै सुरक्षा आफै गर्नु जस्तो लाग्छ। त्यसपछि हामी हिँड्यौँ अनि यहाँ माथि प्याराग्लाइडिङ जाने बाटोहरू। त्यसपछि ठिक्क हामी भेटेर आइपुग्यौँ आमा छोरा। अनि भेटेर आएपछि छोराले जाउँ आमा खाजा खानु भनेपछि हामी आमा छोरा यो होटलमा आयौँ। यहाँ चाहिँ प्रायः हाम्रो फ्यामिली हामी सबैजना यहीँ आउँछौँ। अनि जस हामी अरूको होटलभन्दा हामीलाई यहाँ चाहिँ मिठो लाग्छ अनि मिठो पनि पाउँछ। अनि त्यसपछि यहाँ आयौँ, बाहिर सेकुवाहरू मगायौँ, चटपटीहरू मगायौँ। ठिक्क भाइले त यो बाटो चाहिँ राजा रानी जाने बाटो, यो तलबाट धरा अनि धनकुटा हिले बाख्रेबास जाने बाटो हो। अनि हामी सधैँ यहाँ बसेर हामी दृश्य हेर्छौँ। अनि त्यतिखेर मेरो चटपटे अनि थुक्पा बहिनीले ल्याइदियो अनि हामी थुक्पा र चटपटे खाना खायौँ। अनि जस्तो धेरै जाडो है, अनि त्यो जाडोको मौसममा है खाना मजा आयो। अनि त्यो बाबाको अनि चिकन पनि चाउमिन पनि ल्याइदियो अनि सेक पनि ल्याइदियो। हामी खायौँ अनि अन्तिममा हाम्रो आमा छोरालाई एउटा विङ्स ल्याइदियो अनि त्यो विङ्स खायौँ। अनि गफ गर्दै बस्यौँ। अरूभन्दा पनि धेरै चिसो क्या, टावर त्यही हो चिसो। अनि त्यसपछि छोराले आयो जाउँ चिया खानु भने फेरि हामी चिया खानु यो ठाउँमा आयौँ। यो ठाउँ कसलाई थाहा छ गाइज, तपाईँ सबैलाई थाहा छ होला यो ठाउँमा यति आनन्द आउँछ नि होइन, चियाको चुस्की मार्दै बस्नु रमाइलो लाग्छ। अनि त्यसपछि हामी आमा छोरा यो ठाउँमा हामी चिया खानु आयौँ। अनि आएको त यहाँ कोही पनि रहेछ, किनभने रात परेर पनि होला, दिउँसो त यहाँ त यति भिड हुन्छ नि, बस्ने ठाउँ पनि हुँदैन। जस यहाँ यति रमाइलो छ यो ठाउँ चाहिँ क्या, अब आनन्द आउँछ। अनि त्यतिकै हामी आमा छोरा गफ गर्दै बस्यौँ। अनि त्यसपछि हामी आमा छोराले फेरि आफूलाई भिडियोमा देखायौँ। अनि त्यसपछि हामी घरतिर लाग्यौँ। अनि रातिको 8 बजेको थियो होला। अनि हामी चाहिँ बाटोमा जाँदै डर पनि